कल्पना गरौँ एउटा यस्तो रोग जसले हाम्रो शरीर भित्रभित्रै तहस नहस पारिरहेको छ, तर बाहिरबाट हेर्दाखेरि मान्छे एकदमै स्वस्थ अनि हट्टाकट्टा देखिन्छ, न कतै दुखेको छ न ज्वरो नै आएको छ। यो त एकदमै डरलाग्दो अवस्था हो नि। हो, अनि एक्कासी एक दिन ऊ अस्पतालको इमर्जेन्सीमा पुग्दा डाक्टरले भन्छन् अवस्था निकै गम्भीर छ भनेर। सामान्यतया हामी कुनै रोग लाग्दा एउटा दृश्य प्रमाण खोज्छौं नि, हैन र? जस्तै हात भाँचियो भने एक्सरे गर्दा त्यो भाँचिएको हड्डीको सेतो धर्का प्रष्ट देखिन्छ। एकदमै प्रष्ट देखिन्छ त्यो त। तर आज हामी जुन स्वास्थ्य समस्याको कुरा गर्दैछौँ नि, त्यहाँ कुनै एक्सरे मेसिनले काम गर्दैन। काम गर्दैन। बाहिरबाट हेर्दा शान्त, तर भित्रभित्रै मुटु र रक्तनलीहरूमा एउटा महाभूकम्प गइरहेको हुन्छ भनौँ न। हो, यो बिल्कुलै मानिसलाई भ्रमित पार्ने खालको अवस्था हो, किनभने मानिसहरूलाई नि यस्तो स्पष्ट देखिने र वर्गीकरण गर्न सकिने कुरा मनपर्छ क्या। कि त भाँचिएको छ कि त छैन भन्ने हुन्छ नि त। हो नि, ठ्याक्कै थाहा होस् भन्ने चाहन्छन् सबैजना। तर यो समस्या यति सुस्त र अदृश्य रूपमा अघि बढ्छ कि यसले भित्रभित्रै शरीरका महत्त्वपूर्ण अङ्गहरूलाई नष्ट गरिसक्दा पनि बाहिरी रूपमा कुनै पूर्ण सङ्केत नै दिँदैन। यसै कारणले गर्दा यसलाई बुझ्न र समयमै नियन्त्रण गर्न गाह्रो भएको हो। त्यही भएर आज हामी यही भयानक यथार्थ र समाजमा डढेलो झैं फैलिरहेको यो उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरको बारेमा एकदमै विस्तृत चर्चा गर्दैछौँ। आज हामीले मुटु अस्पतालको इमर्जेन्सी र वार्डमा काम गर्ने हाउस अफिसर डाक्टर राहुलका प्रत्यक्ष क्लिनिकल नोटहरू र अनुभवहरूलाई आधार बनाएका छौँ। उहाँको अनुभव एकदमै महत्त्वपूर्ण छ यसमा। हो, उहाँले दिनहुँ यस्ता बिरामीहरूलाई नजिकबाट निहालेर ओखेती बिना नै प्राकृतिक रूपमा रक्तचाप कसरी नियन्त्रण गर्न सकिन्छ भनेर 9वटा महत्त्वपूर्ण सुझावहरू तयार पार्नुभएको छ। ल, यसलाई अलिक गहिराइमा गएर बुझौँ। आखिर इमर्जेन्सीमा पुग्नुभन्दा अगाडि नै हामीले आफ्नै घरमा आफ्नै भान्सामा के कुरा परिवर्तन गर्न सक्छौँ त? यो छलफलको जग बसाल्नको लागि नि सबैभन्दा पहिले उच्च रक्तचापको मेकानिजम अर्थात् यो कसरी काम गर्छ भन्ने बुझ्न जरुरी छ जस्तो लाग्छ मलाई। रक्तचाप भनेको हाम्रो मुटुले रगत पम्प गर्दा रक्तनलीहरूको भित्तामा पर्ने दबाव हो। दबाव हो। मानौ एउटा पानीको पाइपमा आवश्यकता भन्दा धेरै प्रेसरमा पानी पठाइयो भने के हुन्छ? पाइप चुहिने वा पड्किने डर हुन्छ नि। हाम्रो शरीरमा पनि जब यो दबाव लगातार उच्च रहन्छ, मुटु र रक्तनलीहरूले आवश्यकता भन्दा निकै बढी काम गर्नुपर्ने हुन्छ। भनेपछि मुटु सधैँ ओभरटाइम ड्युटीमा हुन्छ। ठ्याक्कै त्यही हो। डाक्टर राहुलको अनुभवले के देखाउँछ भने मानिसहरू अस्पतालको बेडमा पुगेपछि मात्रै आत्तिन्छन् के, तर मुख्य कुरा भनेको किन यस्तो हुन्छ भन्ने बुझ्नु हो। त्यसो भए उच्च रक्तचापको कुरा गर्दा अस्पतालको बेडबाट सिधै हाम्रो आफ्नै भान्सामा जानुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। डाक्टर राहुलको पहिलो सल्लाह नुनसँग सम्बन्धित छ। उहाँको नोटमा लेखिएको छ, अन्तर्राष्ट्रिय दिशानिर्देश अनुसार दिनभरिमा 1 चिया चम्चा अर्थात् 5 ग्राम भन्दा कम नुन मात्र खानुपर्छ। 5 ग्राम मात्र? सुन्नुहोस् न, मलाई त यो कुरा अलि अव्यावहारिक लाग्यो के। 1 चिया चम्चा मात्र, यो त सम्भवै छैन जस्तो लाग्छ मलाई। दिनभरिमा 1 चम्चा नुनले कसरी स्वाद आउँछ त? यो त मानिसले पालन गर्नै नसक्ने कुरा भएन र? सुन्दा असम्भव जस्तो लागे पनि हाम्रो शरीरको दैनिक जैविक आवश्यकता पूरा गर्न त्यो 5 ग्राम नुन पर्याप्त मात्र होइन, बढी नै हो। तर यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने नि मानिसहरूलाई लाग्छ कि उनीहरूले दाल र तरकारीमा नुन कम राखेपछि समस्या समाधान भयो। मलाई पनि त्यस्तै लाग्थ्यो। तर उनीहरूले त्यो कुरा नजरअन्दाज गरिरहेका हुन्छन् जुन आकर्षक प्याकेटभित्र आउँछ के। बट्टामा राखिएका अचार, प्याकेटका चिप्स, भुजिया, चाउचाउ र अन्य जङ्क फुडमा अत्यधिक मात्रामा लुकेको नुन अर्थात् हिडन सोडियम हुन्छ। भनेपछि हामीले भान्साको नुनदानी बन्द गरेर मक्ख पर्नु बेकार पो रहेछ त। बिल्कुल। एउटा बिरामीले घरमा नुन नखाएको दावी गरिरहँदा उसले खाजाको रूपमा खाइरहेको एउटा सानो प्याकेट तयारी चाउचाउले नै भनौँ न 2 दिनको नुनको कोटा पार गरिसकेको हुन सक्छ। साँच्चै? हो नि। अब यसले भित्र गएर कसरी काम गर्छ त भन्ने हेरौँ। जब यो अतिरिक्त सोडियम हाम्रो रगतमा पुग्छ, यसले चुम्बकले जस्तै पानीलाई आफूतिर तान्छ के। रगतमा पानीको मात्रा बढेपछि रगतको भोल्युम अर्थात् आयतन बढ्छ। बुझे। रगतको मात्रा बढेपछि ती साना रक्तनलीहरूमा अघि हामीले भने जस्तै पानीको पाइपमा प्रेसर बढेको जस्तो अवस्था सिर्जना हुन्छ।
सुन्दा त यस्तो लाग्छ यो लुकेको नुन भनेको हाम्रो स्वास्थ्यमाथि कम्पनीहरूले लगाएको एउटा अदृश्य कर जस्तै पो रहेछ। हामीलाई थाहै नदिई हाम्रो मुटुलाई लुटिरहेका छन् उनीहरूले। एकदम सही भन्नुभयो। अदृश्य कर नै हो त्यो त। ठिक छ, यो खराब कुरा नुन र जङ्क फुडलाई भान्साबाट निकालेपछि अब प्रश्न आउँछ, त्यसो भए प्लेटमा राख्ने चाहिँ के त? डाक्टर राहुलको नोटमा ड्यास डाइटको सिफारिस गरिएको छ, तर यहाँनिर कुरा एकदमै रोचक बन्छ। मलाई यहाँनिर अलिकति शङ्का लाग्यो। के कुरामा? ओ ख्यार, बदाम र हरियो सागपात राम्रो हो भन्ने त सबैलाई थाहा छ नि, तर के साँच्चै मुटुको रोग जस्तो गम्भीर कुरामा जहाँ मानिसहरू कडा कडा औषधि खाइरहेका हुन्छन्, त्यहाँ एउटा ओखर वा सागले औषधिको जस्तो काम गर्न सक्छ र? यो प्रश्न एकदमै जायज छ। धेरैलाई लाग्छ खाना भनेको पेट भर्न मात्र हो, उपचारको लागि त औषधि नै चाहिन्छ। तर ड्यास अर्थात् डायटरी अप्रोचेस टु स्टप हाइपरटेन्सन कुनै जादु होइन के, यो पूर्ण रूपमा विज्ञान र शरीरको बायोकेमिस्ट्रीमा आधारित छ। भनेपछि यसको पछाडि ठोस विज्ञान नै छ? एकदम। यसमा हरियो तरकारी, ताजा फलफूल, गेडागुडी, ओखर, बदाम र कम फ्याट भएको दूध पर्छन्। अब यिनले काम कसरी गर्छन् त? यी खानेकुराहरूमा पोट्यासियम, म्याग्नेशियम र क्याल्सियम जस्ता खनिज पदार्थहरू प्रचुर मात्रामा हुन्छन्, अनि पोट्यासियम भनेको सोडियमको कट्टर दुश्मन हो। ए, भनेपछि यिनीहरू बीचभित्र युद्ध नै चल्छ जस्तो छ। एक हिसाबले भन्दा त्यस्तै हो नि। पोट्यासियमले हाम्रो मृगौलालाई रगतमा भएको अतिरिक्त सोडियमलाई पिसाब मार्फत बाहिर निकाल्न मद्दत गर्छ के। हो, प्राकृतिक फिल्टर जस्तै। हो। अर्कोतर्फ ओखर र बदाममा हुने स्वस्थकर फ्याट, विशेष गरी ओमेगा 3 ले रक्तनलीहरूमा हुने सुन्निने प्रक्रियालाई कम गर्छ। तर यसको ठ्याक्कै उल्टो बजारका गुलिया पेय पदार्थ र प्रशोधित खानेकुरा खाँदा शरीरमा इन्सुलिन ह्वात्तै बढ्छ। अनि इन्सुलिन बढ्दा के हुन्छ? इन्सुलिन उच्च हुँदा रक्तनलीहरू कडा हुन्छन् के। त्यसैले ड्यास डायट भनेको शरीरभित्रको प्राकृतिक सरसफाई र मर्मत प्रणालीलाई सक्रिय बनाउने एकदमै वैज्ञानिक तरिका हो। कति गहिरो कुरा। पोटासियमले सोडियमलाई पखालेर बाहिर निकाल्ने रहेछ। भनेपछि हामीले शरीरमा हाल्ने इन्धनको कुरा त गर्यौं, तर त्यो इन्धन मात्र राम्रो भएर भएन, मेसिन पनि त चल्नु पर्यो नि। हो नि, मेसिन नचराई त कामै भएन। डाक्टर राहुलको तेस्रो र चौथो सल्लाह शारीरिक सक्रियता र तौल व्यवस्थापनसँग जोडिएको छ। हप्ताको 150 मिनट व्यायाम अर्थात् दिनको 30 मिनट। तर व्यायाम भन्दैमा पसिना चुहाएर भारी नै उचाल्नुपर्छ भन्ने त छैन होला नि। कार्डियो व्यायामहरू एकदमै प्रभावकारी हुन्छन्। यसको पछाडिको विज्ञान झन् रोचक छ। कस्तो विज्ञान? जब हामी व्यायाम गर्छौं, हाम्रो रक्तनलीको भित्री पत्रले नाइट्रिक अक्साइड नामको ग्यास उत्पादन गर्न थाल्छ के। यो नाइट्रिक अक्साइडले रक्तनलीहरूलाई खुल्ला र लचिलो बनाउन मद्दत गर्छ। ए, खुल्ला बनाउँछ? नली फराकिलो भएपछि मुटुलाई रगत फाल्न धेरै बल गर्नु परेन नि, अनि प्रेसर आफै घट्छ। नाइट्रिक अक्साइड? यो त साँच्ची नै शरीरको आफ्नै भित्री औषधि जस्तै रहेछ नि। अनि तौलको गणित त झन् अचम्मको छ। कुल तौलको 5 देखि 10% मात्र तौल घटाउँदा पनि ब्लड प्रेसर निकै तल झर्छ भनिएको छ। हो, त्यो कुरा डाक्टर राहुलको नोटमा प्रष्ट छ। यो कुरालाई बुझ्न म एउटा उदाहरण दिन्छु है त। मानौ एउटा कारको डिक्कीमा धेरै गौरिङ्गो भारी छ। गाडी उकालोमा जाँदा इन्जिनले निकै बल गर्नुपर्छ, आवाज पनि ठुलो आउँछ नि। एकदम आउँछ। त्यो सामान, भनौँ 10% सामान झिक्दा पनि इन्जिनले कति सजिलै सास फेर्छ। यो 5 देखि 10% तौल घट्ने कुराले मुटुलाई ठ्याक्कै त्यस्तै राहत दिने रहेछ। तर विज्ञानको भाषामा यो कसरी हुन्छ त? एकदम सटिक उदाहरण दिनुभयो नि तपाईले। जब हाम्रो शरीरमा बोसो बढ्छ, त्यो बोसोको कोशिकालाई अक्सिजन र पोषक तत्व पुर्याउन शरीरले हजारौं किलोमिटर लामा नयाँ सूक्ष्म रक्तनलीहरू बनाउनु पर्ने हुन्छ। हजारौं किलोमिटर? साँच्चै? हो नि, सोच्नुस् त, 1 पाउन्ड बोसो बढ्दा शरीरमा कैयौं माइल लामा नयाँ रक्तनलीहरू थपिन्छन्। अब मुटुले त्यो थपिएको पुरै बाटोमा रगत पम्प गर्नु पर्यो। स्वाभाविक रूपमा मुटुलाई अचाक्ली भार पर्छ के त्यहाँ। ओ, मुटुलाई त कति धेरै काम थपिने रहेछ। अनि जब हामी 5 देखि 10% मात्र तौल घटाउँछौं नि, त्यो अतिरिक्त सञ्जालको भार कम हुन्छ र कारको इन्जिनले जस्तै मुटुले सजिलै सास फेर्न पाउँछ। बुझे। एकातिर हामीले राम्रो खाना र व्यायामले मुटुलाई बलियो बनाइरहेका हुन्छौं, तर अर्कोतिर हाम्रा केही बानीहरूले त्यो सबै मेहनत भत्काइरहेका हुन्छन्। मुटुका खतरनाक शत्रुहरू धूम्रपान र रक्सी।
डाक्टर राहुलको क्लिनिकल अनुभवमा चुरोट खाने बिरामीको अवस्था निकै दयनीय देखाइएको छ। हो, धुम्रपानले पुर्याउने क्षतिको मेकानिजम कल्पना गर्दा पनि डर लाग्छ मलाई त। हाम्रो रक्तनलीको भित्री तहलाई एन्डोथेलियम भनिन्छ। एन्डोथेलियम स्वस्थ मानिसमा यो एकदमै चिल्लो सिसा जस्तै चिप्लो हुन्छ के, जसले गर्दा रगत बिना कुनै अवरोध बग्न सकोस्। तर चुरोटको धुवाँमा हुने हजारौं विषालु रसायनहरूले त्यो एन्डोथेलियमलाई छिन्न भिन्न पार्छन्। सुन्दा यस्तो लाग्छ कि चुरोटको धुवाँले रक्तनलीलाई भित्रैबाट खाक्सीले त्यो बालुवा कागजले घोटे जस्तै बिगार्छ। ठ्याक्कै त्यही हो। अनि जब त्यो भित्ता खाक्सीले कोरे चाहिँ खस्रो हुन्छ नि, त्यहाँ रगतमा तैरिरहेको कोलेस्ट्रल र बोसो गएर टाँसिन थाल्छ। ए, चिप्लो नभएपछि त्यहाँ अड्किने भयो। दिमागमा जाने नली बन्द भए मस्तिष्कघात हुन्छ। कति भयानक। अनि रक्सीले नि? रक्सीको कुरा गर्दा पनि यसले सिधै हाम्रो स्नायु प्रणाली अर्थात् नर्भस सिस्टमलाई उत्तेजित पार्छ के, जसले मुटुको धड्कन असामान्य रूपमा बढाएर प्रेसर वात्तै बढाउँछ। चुरोट र रक्सी त जानी जानी लड्ने गल्तीहरू भए। तर नचाहँदा नचाहँदै पनि हुने अर्को ठूलो समस्या छ, त्यो हो तनाव र अनिन्द्रा। हो, यो चाहिँ एकदमै बढिरहेको छ। आजकल युवाहरूमा पनि प्रेसरको समस्या देखिन थालेको छ नि। राति ढिलासम्म मोबाइल चलाउने बानी, अफिसको काम, आर्थिक चिन्ता, यी कुराहरूले मुटुलाई कसरी थकाउँछन् त? यदि यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने, विशेष गरी विकासक्रम वा इभोल्युसनको कोणबाट, तनाव हुँदा हाम्रो शरीरले कर्टिसोल र अड्रेनलिन जस्ता हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ। ती हर्मोनहरू जङ्गली बाघ वा भालुबाट भाग्नको लागि शरीरलाई तयार पार्न बनेका हुन् के। बाघ देख्ने बित्तिकै मुटुको धड्कन बढ्छ, मांसपेशीमा रगत पुग्छ र मानिस भाग्छ। तर अहिले त बाघको सट्टा अफिसको बसको एउटा इमेल आउँछ नि। हो, समस्या ठ्याक्कै त्यही छ। बोसको इमेल आउँदा वा ट्राफिक जाममा पर्दा पनि हाम्रो शरीरले त्यही बाघ देखेको जस्तो हर्मोन निकाल्छ। रक्तनलीहरू खुम्चिन्छन् र प्रेसर बढ्छ। अनि हामी भाग्दैनौ? हामी भाग्दैनौ, मात्र कुर्सीमा बसिरहन्छौं। दिनभरि नै सासाना तनावहरूका कारण यही हर्मोनको प्रभावमा रहँदा प्रेसर स्थायी रूपमै माथि जान्छ। त्यसैले योगा, ध्यान र गहिरो सास फेर्ने अभ्यासले त्यो फाइट अर फ्लाइट मोडलाई बन्द गरेर शरीरलाई शान्त बनाउन वैज्ञानिक रूपमै मद्दत गर्छन्। अनि निन्द्राको कुरा नि? त्यो मोबाइलको स्क्रिनले कसरी मुटुलाई असर गरिरहेको छ नि? हामी अहिले भनौँ न एउटा सधैँ अन रहने युगमा बाँचिरहेका छौँ। मोबाइलको स्क्रिनबाट आउने निलो प्रकाशले हाम्रो दिमागलाई अझै उज्यालो दिनछ जस्तो भान गराउँछ के। ए, दिमाग झोक्किने रहेछ। जसले गर्दा निन्द्रा लाग्ने हर्मोन मेलाटोनिन उत्पादनमा अवरोध पुग्छ। निन्द्राको समय भनेको मुटु र रक्तनलीले आफूलाई मर्मत गर्ने समय हो नि त। आराम गर्ने समय हो। यदि 7 देखि 9 घण्टा गहिरो निन्द्रा पुगेन भने मुटु कहिले पनि रिसेट हुन पाउँदैन, लगातार मसिन जस्तै काम गरिरहन बाध्य हुन्छ। यो सबै सुनेपछि त जो कोहीलाई पनि लाग्छ, ल मैले आजबाट नुन कम गरे, डास डाइट खाए, हिँड्न थाले, अब मलाई एकदम फुर्तिलो महसुस भइरहेको छ। तर डाक्टर राहुलको नोटमा एउटा भयानक वास्तविकतातर्फ संकेत गरिएको छ के। त्यो एकदमै महत्त्वपूर्ण छ। यही फुर्तिलो महसुस हुनु नै उच्च रक्तचापको सबैभन्दा ठूलो भ्रम हो रे। यो कुराले मलाई अलि झस्कायो। किन यस्तो भनिएको होला? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। हामी रोगलाई कसरी नाप्छौं? हामी प्राय दुखाइ वा असहजतालाई रोगको मापदण्ड मान्छौं नि। हो, दुखेपछि मात्र अस्पताल जाने चलन छ। तर उच्च रक्तचापलाई साइलेन्ट किलर अर्थात् मौन हत्यारा किन भनिन्छ भने नि, सुरुवाती र मध्यम चरणमा यसको कुनै लक्षणै देखिँदैन। बिरामीलाई टाउको पनि दुख्दैन, रिङ्गाटा पनि लाग्दैन। उसलाई लाग्छ ऊ पूर्ण रूपमा स्वस्थ छ, एकदम फुर्तिलो छ। तर भित्र के भइरहेको हुन्छ नि? तर त्यही समयमा त्यो उच्च दबावले भित्रभित्रै मृगौलाका सूक्ष्म रक्तनलीहरू फुटाइरहेको हुन सक्छ, मुटुको पर्खाललाई बाक्लो बनाइरहेको हुन सक्छ के। भनेपछि यो त ठ्याक्कै घरको जगमा लागेको धमिरा जस्तै भयो नि। बाहिरबाट हेर्दा घर चट्ट परेको, रङ्गरोगन गरेको र एकदमै बलियो देखिन्छ, तर भित्रभित्रै धमिराले काठ र जग खोक्रो बनाइसकेको हुन्छ। एकदम सही तुलना गर्नुभयो। जब घर एक्कासी भट्किन्छ तब मात्र हामीलाई थाहा हुन्छ। अनि यो कुरासँगै अर्को एउटा ठूलो भ्रम जोडिएको छ, औषधिको भ्रम। मानिसहरू अलिकति स्वस्थ महसुस गर्ने बित्तिकै वा भनौँ न 2 दिन व्यायाम गर्ने बित्तिकै आफै डाक्टर बनेर औषधि छोड्ने गल्ती गर्छन् नि। यो कति खतरनाक छ।
यो अत्यन्तै खतरनाक छ। मुटु अस्पतालको इमर्जेन्सीमा आउने धेरै बिरामीहरू यस्तै गल्तीका शिकार भएका हुन्छन्। आफै औषधि छोडेर। जीवनशैली परिवर्तन गर्नु एकदमै शक्तिशाली कुरा हो, तर डाक्टरको सल्लाह बिना खाइरहेको प्रेसरको औषधि आफै बन्द गर्नु भनेको ठूलो दुर्घटनालाई निम्तो दिनु हो। किनकि कतिपय अवस्थामा रक्तचाप बढ्नुको कारण हाम्रो खानपान वा तनाव मात्र नभएर वंशाणुगत वा जेनेटिक्स पनि हुन्छ के। वंशाणुगत कारणले पनि हो, कसैको शरीरको आन्तरिक प्रणाली नै त्यस्तो हुन्छ जहाँ जीवनशैलीले मात्र काम गर्दैन र औषधिको आवश्यकता परिरहन्छ। प्राकृतिक जीवनशैली र औषधि एकअर्काका दुश्मन होइनन्, बरु सहयात्री हुन् नि। सँगसँगै लानुपर्छ दुवैलाई। जीवनशैली सुधार्दा औषधिको मात्रा कम गर्न सकिएला, तर त्यो निर्णय सधैँ डाक्टरको नियमित जाँच र सल्लाहपछि मात्र हुनुपर्छ। त्यसो भए यसको समग्र अर्थ के हो त? आज हामीले उच्च रक्तचापलाई प्राकृतिक रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर 9वटा महत्त्वपूर्ण सूत्रहरू डिकोड गर्यौं। एकदम। नुन कम खाने र प्याकेटका खानेकुरालाई भान्साबाट बिदा गर्ने, ड्यास डायट अर्थात् पोटासियमयुक्त खानेकुरा खाने, नाइट्रिक अक्साइड बढाउन नियमित व्यायाम गर्ने, मुटुको भार कम गर्न तौल नियन्त्रण गर्ने, रक्तनली च्यात्ने धूम्रपान र रक्सीलाई निषेध गर्ने, निद्रालाई प्राथमिकता दिने, तनाव व्यवस्थापन गर्ने, आफूलाई स्वस्थ महसुस भए पनि नियमित जाँच गराउने र सबभन्दा महत्त्वपूर्ण डाक्टरको सल्लाह बिना औषधि नछोड्ने। पक्कै पनि। यी जानकारीहरू किन यति महत्त्वपूर्ण छन् भने नि, उच्च रक्तचाप केवल अस्पतालको इमर्जेन्सीमा पुगेपछि डाक्टरले समाधान गर्ने प्राविधिक विषय मात्र होइन के। अनि के हो त? यो त हरेक दिन हाम्रो भान्साबाट, हाम्रो सुत्ने कोठाबाट र हाम्रो दैनिक बानीबाट हामी आफैले व्यवस्थापन गर्नुपर्ने कुरा हो। हाम्रो शरीरको मेकानिजम बुझेपछि मात्र हामीले सही निर्णय लिन सक्छौं नि त। एकदमै सही कुरा। आजको यो गहिरो अध्ययनको अन्त्यमा पुग्दै गर्दा एउटा कुराले मेरो दिमागमा निकै ठूलो प्रश्न खडा गरिरहेको छ। सुरुमा हामीले एक्सरे मसिन र प्रष्ट देखिने रोगको कुरा गरेका थियौं, तर उच्च रक्तचाप जस्तो मौन रोगको समाधान अस्पतालका ठूला मसिनहरूमा मात्र छैन रहेछ। त्यो त हाम्रै दैनिक बानीमा पो रहेछ। हाम्रै हातमा छ धेरै कुरा। यसले हामीलाई एउटा गम्भीर मोडमा ल्याएर छोड्छ। यदि प्राकृतिक खानपान, शारीरिक सक्रियता र राम्रो निन्द्राले उच्च रक्तचाप जस्तो भयानक समस्यालाई यति प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छ भने कतै हामीले विकास र सुविधा भनेर अँगालेको यो आधुनिक जीवनशैली जहाँ हामी प्याकेटका खाना खान्छौं, रातभरि स्क्रिन हेर्छौं र प्राकृतिक शारीरिक श्रम छोडेर मसिन जस्तै काम गर्छौं, त्यो आधुनिकता नै वास्तवमा सम्पूर्ण रोगहरूको मुख्य आविष्कारक त होइन? साँच्चै यो सोच्न बाध्य बनाउने कुरा हो। के हाम्रो स्वास्थ्यको अन्तिम उपचार साँच्चै नै आधुनिक अस्पतालका ती ठूला मेसिनहरूमा छ, वा हाम्रो आफ्नै पुरानो प्राकृतिक र सन्तुलित जीवनशैलीमा फर्किनुमा? यो पक्कै पनि हामी सबैले गम्भीर भएर सोच्नुपर्ने कुरा हो। मिल्छ भने आजैबाट आफ्नो भान्सा र जीवनशैली निहाल्नुहोला। अर्को पटक यस्तै रोचक र गहिरो विषय लिएर आउनेछौं।